म के भन्न गएँ आज म एकछिन छतमा बसेको थिएँ कि मैले के सोचेछ मलाई भन के सोचेँ मेरो दिमागमा मान्छे यो संसारमा जन्मिन्छ अनि यसको एकदम हाई एज भयो भने 100 वर्ष बाँच्छ नै त 80 नै त 80 60 70 त्यति बाँच्छ होइन मान्छे। तर अहिलेको यो प्राकृतिक प्रकोपले के हुन्छ नि भूकम्पहरू गाडी दुर्घटना के भएर त मान्छेले त भर्खर युवा अवस्थामा पनि मान्छे जान्छन् क्या। कुनै अनिश्चित छ कि कतिखेर के हुन्छ थाहै छैन। अनि त्यसपछि मान्छेहरू जन्मिन्छन् अनि त्यसपछि पढ्छन् बिहा गर्छन् बच्चा पाउँछन् बच्चालाई हुर्काउँछन् पढाउँछन् घर बनाउँछन् यो गर्छन् त्यो गर्छन् अनि त्यो गर्दा गर्दा उनीहरूको उमेर जान्छ अनि उनीहरूको लास्टमा अनि जनक्क झन्किन्छ कि लास्टमा त आखिर एक्लै जानुपर्ने रहेछ त। त्यो जन्मदेखि मरणसम्म जन्मेदेखि आई थिङ्क जन्मेदेखि मरणसम्मको त्यो अवधिमा त आमा बुवा घर परिवार साथीभाइ बुढाबुढी सब साथी हुन्छ तर लास्टमा ऊ जाँदाखेरि त एक्लै जानुपर्छ। अनि अस्ति इन्डियामा पनि मान्छे जुन मारियो नि तिनीहरू के भयो त लास्टमा जय श्रीराम भगवानको नाम लिन्छ लास्टमा। त्यो भगवानको नाम सुरुबाट लिनुपर्ने के हामीहरूले के घरमा बच्चाहरूलाई सानैदेखि भगवानको नाम लिने भगवानप्रतिको जुन श्रद्धा सानैदेखि जगाउनु पर्ने जस्तो लाग्छ के पढाउँदै स्कुल लेभलदेखि जगाउनु पर्ने किनकि यो सबैमा हुँदैन के त्यस्तो सबै मान्छेमा भगवानप्रति लगाव हुँदैन। मान्छे सबैमा भगवानको ऊ त हुन्छ होइन के अरे भगवानको परमपिता परमात्माको त कण त हो मान्छे होइन तर पनि मान्छेमा धेरै चिजहरू लेयर लागेको हुन्छ होइन। त्यो कारणले गर्दा अब मान्छे जन्म त सबै आफ्नो उद्देश्यले त जन्मेको हुन्छन् तर लेयर लागेको कारणले गर्दा मान्छे झस्केका हुँदैनन् के। त्यो कारणले गर्दा सानैदेखि उनीहरूमा यो हुन्छ नि जुन धर्म कर्म भगवानप्रतिको जुन त्यो स्पिरिचुअलको थोरै ज्ञान दिइराख्यो भने त्यो पछिसम्म पनि उसलाई राम्रो हुन्छ कि पछि मलाई जस्तो लाग्छ है। अनि मान्छे जन्मिन्छन् यो गर्छन् त्यो गर्छन् गर्दा गर्दा लास्ट स्टेजमा जान्छन् अनि राम 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 सत्यनाम होइन राम सत्यनाम भन्छन् अनि लास्टको त्यतिले त कहाँ काम हुन्छ त काम आउँदैन नि त्यो त सुरुदेखि भइराख्नुपर्छ सुरुदेखि गरिराख्नुपर्छ के। अनि मलाई त त्यस्तो लाग्छ कि मान्छेहरू जुन जन्मेदेखिको अब जन्मेदेखि 50 बढीमा 60 70 80 वर्ष बाँच्छन् होइन त्यतिसम्मको त्यो जुन हुन्छ नि उमेरलाई चाहिँ खेडा फालिदिया हुन्छ। खेडा केमा फालिदिया हुन्छ नि बच्चा बच्ची पाउनेमा अनि छोराछोरीमा अनि हुन्छ नि फ्यामिलीहरूमा माया गर्नुपर्छ फ्यामिलीलाई धेरै माया म पनि खतरा मेरो फ्यामिलीले धेरै माया गर्छु तर आफूलाई पनि माया गर्नुपर्छ कि मेरो भनाइ मेरो मेन कुरा घर फ्यामिलीलाई पनि माया गर्नुपर्छ आफ्नो बुढाबुढी बच्चा बच्चीलाई पनि माया गर्नुपर्छ तर आफ्नो लागि आफूलाई पनि माया गर्नुपर्छ र आफ्नो भगवानलाई पनि माया गर्नुपर्छ सबैजनालाई भगवानलाई आफूलाई आफ्नो फ्यामिलीलाई सबैजनालाई सँगै माया गरेर लिनुपर्छ कि मेरो भनाइ नै यो कुरा सन्तुलन लिनुपर्छ जस्तो लाग्छ है। अनि पछि लास्टमा गरेको काम त के पनि हुँदैन कि त्यतिखेर के फिल गर्न सक्छ त अब जस्तै सानैदेखि लियो भने त हामीले त एकछिन अहिले आँखा चिम्ने भने धेरै फिल गर्न सक्छौँ धेरै चिजहरू अब यहाँ सामाजिक सञ्जालमा भन्न पनि मिल्दैन होइन धेरै कुराहरू। मलाई त धेरै गुरुहरू ठुलो गुरुहरू भेट्यो भने मलाई भन्छन् कि धेरै मुख नखोल्नु भन्नुहुन्छ तर पनि अहिले हल्का म त धेरै त भन्न चाहन्न तर भन्न चाहन्छु कि आफ्नो बच्चा बच्चीलाई भगवानसँग कनेक्टेड गर्नुहोस् होइन। तपाईँ जुन धर्म मान्नुहोस् जुन भगवान मान्नुहोस् तर त्यससँग कनेक्टेड भइराख्नुहोस् भन्छु म त। हाम्रो भित्रको आत्माले जोसँग कनेक्टेड गर्न खोज्छ नि हामीले त्यही भगवान मान्ने हो होइन कसैको विरोध चाहिँ गर्नु हुँदैन होइन त्यो यो धर्म त्यो धर्म भन्ने होइन कि आखिर भगवानको लक्ष्य मान्छे आखिर ईश्वर उयो हो जताबाट गए पनि त्यो जुन जन्म लिएको जिन्दगी चाहिँ खडा गयो जस्तो लाग्यो क्या मेरो होइन अब मैले यस्तो सोचेँ कि
मेरो बच्चा बच्ची, मेरो घर, मेरो 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 भन्दा भन्दा अनि कोही कोही त मान्छे के पुरा देखाउँदा के सामाजिक सञ्जालबाट यो राम्रो भयो जस्तो यो हाँसे जस्तो अब एउटा कुरा होइन। अस्ति एकजना म्याडमले भन्नुभएको थियो, म्याडम म त टिकटकमा च्याट्ट भएर देखाउँछु अनि टिकटक बन्द गर्छु, टिकटकलाई अपलोड गर्छु अनि पछि भान्सामा जान्छु, बुढाले पुरा जे पनि हान्या हुन्छ, जे पनि थर्काया हुन्छ, मतलब भित्रबाट टर्चर दिए हुन्छ अरे। देखाउनु त मान्छे जे पनि त्यो देखाउँछन्। त्यही भएर मान्छे टिकटक सामाजिक सञ्जालमा पुरा हाँसेको खुसी भएको देखाउँछ, तर भित्रबाट यति दुःखी हुन्छन्। अब कुनै मान्छे हेर्दा दुःखी जस्तो देखिन्छ तर भित्रबाट खुसी हुन्छ, रिल्याक्स हुन्छ। सबैभन्दा रिल्याक्स हुनको लागि, खुसी हुनको लागि मूल मन्त्र भनेको आफूलाई ध्यान दिनुहोस्। सबैभन्दा आफूलाई, आफ्नो भित्री खुसी के छ, आफ्नो आत्मसम्मानलाई चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। जतिसम्म हाम्रो आफ्नो हातखुट्टा चल्छ नि, आफ्नो हातखुट्टा चलाउनुपर्छ। त्यो कसैप्रति निर्भर चाहिँ रहनु हुँदैन। बुढाले गर्छ म त्यही खान्छु, बुढाको कमाइ खान्छु, बुढीले गर्छ बुढीको कमाइ खान्छु भन्ने गर्नुहुन्न। अब बुढा भयो भने बुढी भने आफ्नो ठाउँमा त गर्नु पऱ्यो नि, काम त गर्नु पऱ्यो नि, हातखुट्टा चल्दासम्म। पछि त अटोमेटिकली पछि हाम्रो हातखुट्टा त रोकिहाल्छ। अहिले होइन, बुढेसकालमा रोक्छ। एक्टिभ भयो भने त तपाईँको 50-80 वर्षसम्म चल्छ होइन। डिएक्टिभेट मतलब अल्छी गऱ्यो भने त 50-60मै त हात रोक्छ नि होइन। त्यही भएर हाम्रो यो मान्छेको जुनी, मान्छेको हातखुट्टा, मान्छेको शरीर यति धेरै इम्पोर्टेन्ट छ क्या। म त एक्लै भएपछि आफूलाई निहाल्छु बढी, अरूतिर त मलाई त थाहा छैन है मान्छेको। तर मेरो आफ्नो इनर्जी चाहिँ कसैसँग मेल खान्न कि मैले फेरि इनर्जी बढी फिल गर्छु नि। अब जस्तै हुन्छ नि कुनै ठुल्ठुलो साधु सन्तहरू त कुनै मान्छे अगाडि आउने बित्तिकै उसको भूत वर्तमान, उसले के गरिरहेछ, उसको कर्म के छ सब थाहा पाउँछन्। हेर्नु रियालिटी हो साथीहरू, सत्य हो है। मै भन्छु म त थाहा पाउँछु। जस्तो कोही मान्छे मसँग ह्याँ हुँ हाँसेर देखाएको छ तर त्यसको पछाडि त्यसको नियति के छ, म के सोच्छ म थाहा पाउँछु भने चाहिँ यता सुन्नु। मान्छे कोही हामी रिसाउँछौँ भने चाहिँ एकदम निहालेर हेर्नु। कसैलाई यो रिसाउँछु, यो रिसा भन्नु हुँदैन है। बरु खतरानाक, बरु एकदम असत्य झुटेहरू रिसाउँदैनन्। तिनीहरू मुखले च्यापच्याप गरेर रिसाउँदैनन्। सत्य मान्छे रिसाउँछन्। अब सत्य मान्छे किन रिसाए कारण खोज्नुपर्छ। मलाई प्रायः मान्छेले कहिलेकाहीँ रिसाउँछन् भन्छ। म किन रिसाउँछु भने जहाँ मेरो इनर्जीसँग फिल हुँदैन, मेरो जस्तो म जुन एनर्जीमा हिँडेको छु त्यो बाहिरबाट विपरीत इनर्जी आयो भने म हल्का झन्किन्छु होइन। पहिलापल्ट म कसैको त्यो मेसेजमा फेसबुक त म घरमा चलाउन्न, वाट्सएपहरूमा मैले रिप्लाई त्यति दिन्न होइन। अनि मेरो भाइब्स जस्तो अरूको भाइब्स हुँदैन। अब अरूको भाइब्स त अर्कै फरक हुन्छ होइन, उनीहरूको आफ्नो भाइब्स हुन्छ, आफ्नो भाइब्स हुन्छ। हेर्नु म चाहिँ वास्तवमा के सोच्छु भने चाहिँ म अरूलाई नराम्रो सोच्छु, न राम्रो सोच्छु, केही पनि सोच्दैन। हेर्नु म न अरूलाई नराम्रो, म अर्काको न कुरा काट्छु, न अरूलाई निच्याउँछु, न होच्याउँछु, न दबाउँछु, न अर्काको रिस गर्छु। म केही नि गर्दैन। तर आफूलाई आफ्नो अपमान कसैले गर्छ, आफूलाई कसैले नराम्रो सोच्दैछ भने मुगले त कहाँ होइन। फेरि मुगले मलाई कसैले भनेको छैन है। फेरि मतलब मनबाट कोही सोच्दै म थाहा पाउँछु भनिरहेको छु। अब म तपाईँलाई भ्याट्ट भनिरहेको छु, म थाहा पाउँछु। कोही मान्छे मेरो अगाडि आयो भने उसको नियति कस्तो छ म थाहा पाउँछु कि। त्यही भएर म अहिलेसम्म सिङ्गल हुन कारण के छ, मेरो अगाडि कोही मान्छे पऱ्यो भने मैले छिटो थाहा पाउँछु। त्यही भएर म कसैसँग कनेक्ट नै हुँदिनँ कि। मान्छे अब सबै त गलत त हुँदैन, अब कोही इनर्जी फिल गर्ने हुन्छन् कि। इनर्जी हामी सबैलाई हुँदैन है। फेरि भगवान्को कृपाले यस्तो चिजहरू पाउने चिज हो। त्यही भएर